यो फोहोर मलाई दिनुहोस्। यो केवल एउटा वाक्य मात्र होइन, यो समाज र वातावरण प्रतिको जिम्मेवारीको सन्देश हो। 70 काटेका धरान 8 निवासी इन्द्र बजगाई पूर्व शिक्षक साथै धरान नगरको सामुदायिक वन संरक्षण समितिका अध्यक्ष हुन्। आज आफ्नो जीवनको नयाँ अध्यायमा छन्। आज भोलिको दैनिकी भने धरान 11 मंगलबारेमा सञ्चालित शुभलक्ष्मी कवाड कलेक्सनमा फोहोर मलाई दिनुहोस् भन्दै बित्छ। हस्पिटलमा भएका कार्टुनहरू, औषधिका कार्टुनहरू, अनि त्यस पछाडि कपी किताबहरू, अनि यो फलामहरू पनि जुन चाहिँ नि रिसाइक्लिङमा जाने खालका छन् त्यस्ता कुराहरू, र अनि यो विभिन्न किसिमका बोतलहरू, सिसाहरू पनि हामी यहाँ किनेर चाहिँ नि पठाउँछौँ। हरेक कुराहरू चाहिँ नि यहाँ रिसाइक्लिङ हुने खालकै कुराहरू छन्। यी प्लास्टिकका भाँडाकुँडाहरू, धातुहरूदेखि लिएर सिसाहरूदेखि लिएर कागज कपीदेखि लिएर बियरका बोतलहरूदेखि लिएर पानीका बोतलहरूदेखि लिएर यी सबै पुनः प्रयोगमा आउन सक्ने हुन्छ। आफ्नो घर वरिपरि भएका फोहोरहरूलाई कलेक्सन गरेर चाहिँ सम्बन्धित निकायमा चाहिँ सम्बन्धित ठाउँमा पुर्याएर यो पनि एउटा प्रेरणा बनोस्, ताकि फोहोरमा पनि केही आर्जन गर्न सकिन्छ भन्ने मान्छेहरू सिकुन्। बजगाई सडक आश्रित मानिसहरूको दैनिक भोजनको पर्याय बनेका छन्, जहाँ मानवीय संवेदना, सेवा र जिम्मेवारी एकसाथ देखिन्छ।